मलाई के भएको होला नि, पढ्छु भनेर त बस्नै हुँदैन। पढ्न बस्यो कि मलाई के याद आउँछ, कसलाई कल गर्नुपर्ने थियो, खाना बनाउनुपर्ने थियो, लुगा धुनुपर्ने थियो, त्यो सफा गर्नुपर्ने थियो, गरेको थिइनँ है, कहाँ जानुपर्ने थियो, कसलाई भेट्नुपर्ने थियो, दुनियाँभरको याद आउँछ। अनि त्यो त्यो पढ्न बस्यो कि अनि त गाना पनि ओहो क्या मजाको मेरै लागि बनेको शब्दहरू, गानाहरू जस्तो फिल हुन्छ होइन। त्यस्तै गरी आज पढ्छु भनेर एकछिन के ल्यापटप निकालेर बसेको थिएँ है। मलाई त यो रुमको वरिपरिको हालत देखेर त्यतै मात्रै नजर गयो क्या। अनि फेरि यो रुम म्यास भएको चाहिँ कति 2-3 हप्ता अगाडिदेखि यस्तै छ क्या। अनि यो विकेन्डमा गर्छु, अर्को विकेन्डमा गर्छु भनेर मैले यत्तिकै छोडिराखेको अल्छी लागेर। अनि आज चाहिँ पढ्छु भनेर बसेको, अब मलाई यो सफा गर्ने जाँगर आयो। यसको मतलब केही काम गर्न अल्छी लाग्यो भने पढ्छु भनेर बस्नुपर्ने रहेछ, त्यो काम गर्ने जाँगर अटोमेटिकली आउँछ।